गाइज अनि त्यो ठाउँको के हो यो कुन कसको तपाईँ यस्ता कुराहरू धेरै नगर्नुहोस्। तपाईँ जहाँ गाइज होइन हामी 3 जनाको ग्रुपमा अन्ताक्षरी खेल्न गइरहेको छौँ गाइज। हेलो गाइज वेलकम ब्याक टु माई ब्लग। आज फेरि ब्लग ल्याएको छु धेरै पछि। आज चाहिँ हामी सस्पेन्स छ है कहाँ जान आँटेको त्यो चाहिँ सस्पेन्स हो। एकदमै राम्रो ठाउँ र एकदम प्रकृति दृश्यहरूले परिपूर्ण ठाउँ हामी जान आँट्दैछौँ। के छ मिस? हेलो ठीक छ सर। ठिक छ कहाँ जाने चाहिँ गाइज अनि त्यो ठाउँको बारेमा चाहिँ केही कुरा उहाँले पनि भन्दै हुनुहुन्छ। हामी चाहिँ यस्तो ठाउँमा जाँदैछौँ कस्तो जहाँ यो चाहिँ मिक्वा खोलाको मात्रै नभएर ताप्लेजुङकै एउटा चर्चित ठाउँ हो। उहाँले नाम चाहिँ नभन्नु भन्दै यो चाहिँ सस्पेन्स छ लास्टमा हामी भन्दैछौँ। अनि तपाईँको त्यो ठाउँलाई अझै पर्यटककै हिसाबले अझै प्रवर्धन गर्न सकियो भने चाहिँ एकदमै राम्रो हुन्छ। हजुर हजुर। सो गाइज हेर्दै गर्नु होला त्यो ठाउँ हामी तपाईँहरूलाई देखाइहाल्छौँ। हेलो गाइज आज थुप्रै समय पछाडि घुम्न निस्केका छौँ सर म्यामहरूसित। हाम्रो यात्रा करिब 8 बजेतिर भयो। हामीलाई 2 घन्टा जति चाहिँ लाग्छ होला बिस्तारै हिँड्दाखेरि। हामीहरू आज तपाईँहरूलाई यो साँबादेखि कहाँ गइरहेछौँ भन्ने कुरो तपाईँहरूले आफै थाहा पाउनुहुनेछ। यो ठाउँहरू देखाउँदै जानेछौँ। के हो यो कुन कसको भिरमा चाहिँ एकदम भिरमा चाहिँ हामीले पहिला यो भिर देख्दा मलाई याद आयो। के याद आयो भन्नु त ल। हामीले एकदम बाख्रा चराउँथ्यौँ, यसको गाई बस्तु चराउँथ्यौँ। कति समस्या हुन्थ्यो तपाईँहरूलाई? यो एकदम धेरै समस्या हुन्थ्यो सर। ढुङ्गा लड्छन् कि बा भन्ने पिर हुन्थ्यो, डर हुन्थ्यो। बाघ भालु बाँदरहरूको पनि एकदमै धेरै डर लाग्थ्यो। बाँदरले नि एट्याक गर्थ्यो? बाँदरले नि एकदम धेरै एट्याक गर्थे। अनि एक्लै मान्छे त देख्नै नहुने। त्यो बाँदरले त एकदम अट्याक गर्ने अनि डर लाग्थ्यो सर। जे होस् तपाईँले त्यस्तो जीविकापार्जन गरेर एकदम धेरै हामीले दुःख गरेर यो भिरमा चाहिँ फेरि बाख्रा चराउनै पर्थ्यो। बाख्रा चराउने ठाउँ थिएन। यस्तो भिरमा एकदम बाख्राहरू अगाउँथे, यस्तै भिरमा छोडेर हिँड्नु पर्थ्यो। अब यहाँ के गर्ने भन्दाखेरि अन्ताक्षरी खेल्ने कुरा भइरहेछ गाइज होइन। हामी 3 जनाको ग्रुपमा अन्ताक्षरी खेल्न गइरहेको छौँ गाइज। त्यही भएर त अब यो बोरिङ हुन्छ यतिकै हिँड्दाखेरि, त्यही भएर अन्ताक्षरी चाहिँ अब खेल्दै जाँदैछौँ। अनि त्यसपछि आउजु हाई भन्दिनु अब जस्तै कि फर्स्ट कुदे कुदे क्या करे करना है तो सुरु करो अन्ताक्षरी होइन त्यस्तो छेरी नछेरी छेरी अन्ताक्षरी करना है पुचका काठमाडौँ सहर रबड रबड भयो रबड 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 रातो रानी कति खाली रातो रानी बोल्छ रबड रबड रातो टीका निधारमा तलक्क तल्कियो छातीभित्र मायाको आगो सल्कियो बिजुलीको तार 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 भन्नु न यहाँ छिटो हामी चाहिँ अब पुग्न लाग्यौँ खाना खाने ठाउँसम्ममा। एकदम थकित भए तापनि अन्ताक्षरी खेल्दै यहाँ आइपुग्दाखेरि चाहिँ छिटै नै आए जस्तो अनुभव भयो। यहाँ चाहिँ हाम्रो लोकल आशिका दिदी पनि हुनुहुन्छ। आशिका दिदी फ्रम रत्न पार्क हेर्न सक्नुहुन्छ। उल्टीबाट यो के बताउनु यो त्यो फुल्न पाउने अधिकार छैन। व्यवहार पनि ठ्याक्कै आशिका जस्तै छ। यसको अधिकार हनन गर्ने हो। अधिकारका कुरा नगर्नुहोस्। यो फुल टिप्दाखेरि के भयो त घाँस सास टिप्न पाइँदैन? त्यो पनि त
फुल थियो होला नि त त्यो पनि एउटा फुल हो नि त तपाईँ यस्तो कुराहरू धेरै नगर्नुहोस् तपाईँ जहाँ जहाँ गएर तपाईँको जहीँ पनि औँला घुसाउने तपाईँको बानी छ यो बानी तपाईँ कम गर्नुहोस् नत्र भनेदेखि तपाईँलाई ठुलै कारवाही हुनसक्छ के कारवाही गर्नुहुन्छ तपाईँले के कारवाही गर्नुहुन्छ मैले त यो टिप्नै नपाउने भन्ने हुन्छ तपाईँ यसलाई किन टिप्नुहुन्छ त यो फाइनली गाइज हामी हाम्रो डेस्टिनेसनमा आएका छौँ यहाँ चाहिँ दिस इज आवर डेस्टिनेसन र त्यो रहेको छ हाम्रो झरना देख्न सक्नुहुन्छ यहाँसम्म छिट्का आएको आइज होइन मेरो आवाज पनि सुनिएन होला है झरनाको आवाजले गर्दाखेरि निकै नै माथि उचाइमा रहेको छ यो झरना फाइनली हामी आइपुग्यौँ गाइज अब म तपाईँहरूलाई देखाउँछु अन्य दृश्यहरू पानीको छिल्का देख्न सक्नुहुन्छ यहाँसम्म आएको छ कति लामो डिस्टेन्स छ त्यही पनि लगभग साथीहरू नुहाएर आएका छन् आउ त जोस जोस कस्तो छ एकदम कस्तो छ भने यो अब झर्नाको के कुरा गर्नु है नमस्ते झर्ना र यो कुन ठुलो छ नमस्ते झर्ना तिनवटा मिलाउँदाखेरि पनि यतिको चाहिँ बन्दैन जस्तो लाग्छ गाइज हामीले नुहाइसक्यौँ होइन जिन्दगीमा पहिलोचोटि यस्तो राम्रो अनुभव गरेँ होइन झर्नाको चिसो चिसो पानीमा नुहाउँदाखेरि एकदमै मजा आयो है एकदमै पिस मजा अनि एकदमै आनन्द महसुस भयो मलाई जोस् अनि यो झरना चाहिँ तपाईँहरू चाहिँ पनि आउन सक्नुहुन्छ त ठ्याक्कै चाहिँ तपाईँको ताप्लेजुङ बजारदेखि यता दोमानदेखि यता मिका खोला लाग्नुपर्छ तपाईँको लगभग 50-60 किलोमिटरको डिस्टेन्समा छ होइन यो झरना तपाईँ पनि आउनुहोस् इन्जोय गर्नुहोस् आवाज पनि गइसक्यो क्या त्यस्तो मजाले हामीले 3-4 लट नुहायौँ गाइज आउनुहोस् इन्जोय गर्नुहोस् परिवारसँग आउनुहोस् साथीभाइसँग आउनुहोस् इन्जोय गर्नुहोस् यो झरना एकदमै राम्रो छ यसलाई प्रमोट गर्नैपर्छ हामीले यो झरनाको बारेमा चाहिँ हाम्रो यहाँ सरले केही भन्न गइरहनु भएको छ छोटो मिठो भनिदिनु त यो झरनाको नाम फुङफुङगे हो यसलाई चाहिँ खास यहाँको स्थानीयहरूले फुङफुङदेन पनि भन्ने गर्दछन् यो झरनाको उचाइ चाहिँ अहिलेसम्म 300 मिटर भन्ने गरिन्छ अनुमान गरिन्छ नेपालकै सबैभन्दा अग्लो झरना पाञ्चाल झरना 461 मिटरको रहेको छ हामीहरूकै छिमेकी जिल्ला तेह्रथुममा रहेको एक समयमा तेह्रथुममा भनिने ह्यातलुङ झरना 365 मिटर रहेको छ यो पनि एउटा नेपालको अग्लो झरना नै मानिन्छ टप 5 मा आउँछ हैन यो टप 10 मा चाहिँ आउँछ ल गाइज आजको लागि मेरो ब्लग पनि सक्यो हैन थ्याङ्क यू सो मच फर वाचिङ यसरी नै माया गर्दै गर्नु होला किप वाचिङ गाइज